साथीहरू, के तपाईहरू पनि एनटिसीमा डाटा लिएर इन्टरनेट चलाउने गर्नु भएको छ र त्यसरी इन्टरनेट चलाइरहँदा डाटा सकिएपछि आफै ब्यालेन्स काटिने सिस्टमलाई अफ गर्न चाहनुहुन्छ? जस्तै तपाईले इन्टरनेट चलाइरहनु भएको छ, डाटा लिएर तपाईको डाटा सकियो, अब तपाईको मेन ब्यालेन्स काटिनु भएन, त्यसलाई चाहिँ तपाईले डिसेबल गर्नु पर्यो। त्यो कसरी गर्ने त? यहाँनिर गरेर देखाउन गइरहेको छु। सबैभन्दा पहिला तपाईले आफ्नो मोबाइलमा यो डायल प्याडमा जानु होला। त्यसपछि यहाँनिर *444 टाइप गर्नुहोस्, ह्यास गर्नुहोस्, त्यसपछि एनटिसीबाट डायल गर्नुहोस्। अब यति गरेपछि यहाँ यसरी देखाउँछ, यहाँ प्लिज चुज भनेको छ, 1 2 3 4 भनेको छ। यहाँनिर 4 नम्बरको अप्सनमा जानुपर्ने हुन्छ। 4 नम्बरको अप्सन देख्न सक्नुहुन्छ, इनेबल डिसेबल PAYG भनेको छ। यो भनेको पे एज यु गो भनेको हो। यसलाई चाहिँ तपाईले डिसेबल गर्नुपर्छ। यो इनेबल छ भने चाहिँ तपाईको डाटा सकिसकेपछि पनि मेन ब्यालेन्सबाट पैसा काटिन थाल्छ इन्टरनेट चलाउँदा। त्यसैले यसलाई डिसेबल गर्नुपर्ने हुन्छ। डिसेबल गर्नको लागि के गर्ने त? यहाँनिर 4 टाइप गर्नुहोस्, त्यसपछि सेन्डमा क्लिक गर्नुहोस्। अब यति गरेपछि यसरी यो अप्सनहरू देखिनेछ। यहाँनिर देखाएको छ डाटा पे एज यु गो भनेको छ। यसमा तपाईले डिसेबल गर्नुपर्ने हुन्छ। डिसेबल गर्नको लागि 1 लेखेर सेन्ड गर्नुपर्छ र तपाईले इनेबल गर्नुभयो भने तपाईको डाटा सकिसकेपछि तपाईको मेन ब्यालेन्सबाट पैसा काटिन थाल्छ। त्यसैले यसलाई डिसेबल गर्नुपर्छ। 1 लेखेर सेन्ड गर्नुहोस्। अब चाहिँ योर PAYG डाटा सर्भिस डिसेबल्ड भनेको छ। अब चाहिँ मेरो डिसेबल्ड भयो। अब मैले एनटिसीमा इन्टरनेट चलाउनको लागि डाटा लिएर इन्टरनेट चलाएँ र मेरो डाटा सकियो भने पनि मेरो मेन ब्यालेन्सबाट पैसा काटिँदैन। यदि यो इनेबल छ भने काटिन्छ। अब तपाईको मोबाइलमा इनेबल छ कि डिसेबल छ भनेर कसरी हेर्ने त? त्यसको लागि पनि *444 गर्ने, ह्यास गर्ने, त्यसपछि एनटिसीबाट डायल गर्ने। अब यसरी देखाउँछ। यहाँनिर 4 नम्बरकोमा जानु पर्यो, इनेबल डिसेबल PAYG भनेको छ। यसमा 4 टाइप गरेर सेन्ड गर्नुहोस्। अब त्यसपछि यसरी देखाउनेछ। अब हामीले इनेबल गर्ने हो कि डिसेबल गर्ने हो? यहाँनिर जस्तै 1 टाइप गरेर सेन्ड गर्नुभयो भने डिसेबल हुन्छ, 2 टाइप गरेर सेन्ड गर्नुभयो भने इनेबल हुन्छ। अब 3 टाइप गर्नुभयो भने चाहिँ स्ट्याटस देखाउँछ, अर्थात् डिसेबल छ कि इनेबल छ भनेर देखाउँछ। जस्तै मेरो के छ हेर्नु पर्यो, मैले डिसेबल गरिसकेको छु भर्खरै। 3 टाइप गरेर सेन्ड गरौँ। अब यहाँनिर देख्न सक्नुहुन्छ, यहाँ तलपट्टि देखाइरहेको छ PAYG स्ट्याटस डिसेबल्ड भनेर यसरी देखाइरहेको छ। मैले डिसेबल गरेको थिएँ। अब तपाईहरूले पनि एनटिसीको सिममा डाटा लिएर इन्टरनेट चलाउने गर्नु भएको छ भने डाटा सकिसकेपछि आफ्नो मेन ब्यालेन्स नकाटियोस् भन्ने सेटिङ मिलाउन चाहनुहुन्छ भने यसरी गर्न सक्नुहुन्छ। अब तपाईको मेन ब्यालेन्स काटिने सेटिङ अन छ कि अफ छ भनेर पनि तपाईले यसरी चेक गर्न सक्नुहुन्छ। र यस्तो किसिमबाट चाहिँ तपाईले डाटा लिएर इन्टरनेट चलाइरहँदा डाटा सकिसकेपछि मेन ब्यालेन्स नकाटिने सेटिङ यसरी मिलाउन सक्नुहुन्छ।